मेरो ड्रिम थियो नेपालदेखि नै किक बक्सिङ क्या कि बक्सिङ ल साथीहरू यार हेर्दा हेर्दै कस्तो खतरा एक्सिडेन्ट भयो यार त्यतिकै भयो पहिलाको जमानाको रहेछ 96 इयर्सको बोज बजारमा आएर चाहिँ ट्याक्क स्ट्रिट बजारमा आएर चाहिँ बसिरहेको पर्छ वा यसरी गर्नुपर्छ है साथीहरू। हेलो एभ्रिवान, दर्शन नमस्ते, सेवा मेरो युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। अनि न्यू डे विथ न्यू ब्लग लिएर आइसकेको छु साथीहरू। म चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दाखेरि सहरमा आएको छु है साथीहरू। आज चाहिँ म बजार आउनुको कारण भनेको विशेष कारण भनेको मेरो एउटा ड्रिम छ क्या साथीहरू। त्यो चाहिँ हो किक बक्सिङ क्या। बक्सिङ मुआइथाईहरू एकदम सिक्नु मन लागेको थियो, जो नेपालमा चाहिँ अब त्यहाँनिर मैले यसो कराटेहरू पनि सिकेँ होइन। अनि अब टेक्वान्डोतिर पनि गएँ हेरेँ। तर त्यहाँ चाहिँ कस्तो हो भने नेपालमा चाहिँ कस्तो छ भने ठुल्ठुलो सहरतिर त अहिले त धेरै त डेभलप भइसकिसक्यो। पहिलाको हिसाबमा हेर्ने हो भने चाहिँ हाम्रो पालामा चाहिँ त्यो किक हान्नुको लागि एउटा प्याड हुन्थ्यो। त्यो प्याड पनि एकचोटि यस्तो लाइन सबै 20-22 जना लाइन लागेर बल्ल बल्ल हान्नु पाइन्थ्यो क्या। अनि 1 घन्टामा बल्ल 5-6 चोटि मात्रै किक हान्नु पाइन्थ्यो। अनि कसरी एक्सपिरियन्स हुन्छ त्यो चिजको होइन। सो त्यही भएर पनि मलाई चाहिँ अब यहाँ कोरियामा आएको चाहिँ एउटा अपर्च्युनिटी छ, म सिक्नु पऱ्यो भनेर सोच बनाउँदैछु। अनि यहाँनिर कोरियामा कस्तो रहेछ त किक बक्सिङको चाहिँ सिस्टमहरू चाहिँ कस्तो बनाएर रहेछ भनेर म पनि गएको छुइनँ, पहिलोचोटि हो जानु लागिरहेको छु। सो तपाईँहरूलाई पनि सेयर गर्छु है त। यो बजारमा चाहिँ यहाँनिरको बजारमा देख्न सक्नुहुन्छ तपाईँहरू। बाटोमा पहिला पनि देखाइरहेको छु, यसरी बाटोमा बेचिरहेको हुन्छ। अलिकति यो यसरी बेच्यो भने चाहिँ क्यासमा बेच्नु पऱ्यो कि ट्रान्सफर गर्नुपर्छ क्या। अनि ट्रान्सफर गर्दाखेरि चाहिँ के भन्छ यिनीहरूको चाहिँ ट्याक्स काटिँदैन। अनि त्यही भएर चाहिँ यस्तोमा बेचिरहेको हुन्छ क्या यिनीहरूले, अलिकति भए पनि फाइदा होस् भनेर। सरकारले यिनीहरूलाई हेरिरहेको हुन्छ यस्तो बुढोखाडो हुँदाखेरि पनि। अनि तर पनि यिनीहरू चाहिँ किन रहर गरेको यसरी हेर्नु न, यहाँ ट्याक्कसँगले बाटोमा घाम ताप्दै बोजूले बेचिरहेको छ। अनि मलाई चाहिँ यो बोजूहरूसँग गफ गर्नु पनि मन लागेको छ होइन। गफ गर्दै उनीहरूलाई खानु मन लागेको चिजहरू अथवा मैले किनेर ल्याएको चिज चाहिँ उनीहरूसँग बसेर खानु मन लागेको छ क्या। पहिलादेखिको अनुभवको विषयमा चाहिँ कुरा गर्नु मन लागेको छ। आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाबुढीको भन्छ नि त। मलाई भोक लागिरहेछ हौ, जुसहरू खाएर जानु पर्ला जस्तो छ। यहाँ चाहिँ यो छादी यही है बिजनेस त हो है। सानो एउटा खोलेर हेर्नु न कस्तो कुल छ, एकदम दामी छ है। मलाई नै रहर छ हो नेपालमा गएर यस्तै गरेर खाने। कति बसेर खानु हो यो देशमा यार। पैसासँग जवानी साटिरहेको छ यो देशमा चाहिँ। मैले आयो है मेरो जुस, दामी रहेछ। मैले ट्याक्सी चढेर किक बक्सिङ गर्ने अगाडि आइसकिसक्यो साथीहरू। कोरिया बक्सिङ क्लब भनेर लेखिरहेको रहेछ। आज खुल्ला छ कि छैन फेरि यार, मथाईहरूको देखाइरहेको रहेछ यार। सिक्नु जानु पऱ्यो, डर पो लाग्छ फेरि यार मलाई त सोध्नु पनि यार। खासै बोल्नु पनि आउँदैन कि कति छिमा रहेछ र गएर सोध्छु। यहाँ सिकाउनु हुँदैछ, देख्न सक्नुहुन्छ। यो चाहिँ क्लब सेन्टर रहेछ, रिङ बस स्ट्यान्डदेखि। यहाँ चाहिँ नेपाल 사람이요. 외국인 사람이요. 헬스 장도 있네요. 그리고 얘 가르쳐 주는 거 있잖아요. 한 달마다 이렇게 내야 되는 거 있잖아요. 얼마나 내야 돼요? 가입하면? 15만 원. 15만 원. 근데 얘 언제 하시는 거예요? 평일 다 해요. 다. 해야 된다니까. 이거를 해도 안 해도 1년을 가야 돼. ल साथीहरू, फर्स्ट टाइम मेरो यो बक्सिङ जर्नी। 근데 어깨가 30도 올라가거든요. 근데 다리가 붙어있어. 빠지면 이렇게 세게. साथीहरू फर्स्ट डे चाहिँ बहुत रमाइलो भयो होइन। नयाँ अनुभव लिनु पाएँ। मैले युट्युबमा हेरेर त अलिअलि पन्चिङहरू त गरिबस्छु पन्चिङ ब्यागतिर। तर जुन मैले त्यो सिकेअनुसार र यहाँनिर रियलमै पन्चिङ हान्नु चाहिँ निकै फरक पर्दो रहेछ। अब सिक्दै जाँदाखेरि स्प्यारिङ गर्दाखेरिको फरक मजा होला होइन।
एकदम रमाइलो रहेछ, एकदम रमाइलो लाग्यो। अनि टाइमिङ चाहिँ अलिकति तलमाथि हुने भयो होइन। म चाहिँ अब ड्युटी गर्नुपर्छ, हप्तामा 2टा बिदा हुन्छ, अरू चाहिँ सबै फ्याङ्गिल नाल पर्छ क्या। त्यो फ्याङ्गिल नालमा चाहिँ आउनुपर्ने हुन्छ म यहाँनिर बक्सिङ सिक्नुको लागि। अब त्यसलाई म्यानेज गर्नै पर्यो, बिस्तारै बिस्तारै जे गरेर भए पनि, बस चढेर भए पनि होइन। जस्तै ठाउँमा बसे पनि जे गरे पनि फिटनेसको बारेमा त सोच्नुपर्छ क्या अलिकति भए पनि। त्यही भएर पनि हो म आएको चाहिँ। ल साथीहरू यार, हेर्दा हेर्दै कस्तो खतरा एक्सिडेन्ट भयो यार। त्यो मान्छे हेर्नु न, ऊ छिटेर कहाँ पुगिदिरहेको के, कुदाउने नि खुच्चे पो रहेछ त। फेरि गाडीको अगाडि आएर रोकियो यार, कहाँ पुग्यो नि मान्छे। यही बुढो भयो क्या, बुढोकै गल्ती पो छ क्या। ल हेर्नु न, खन्द्राङ गर्दैछ। धन्न ठुलो क्षति चाहिँ भएन। कोचरेर बसिरहेछ बुढो त्यहाँनिर। यस्तो खतरा एक्सिडेन्ट भयो है त्यो मान्छेलाई। त्यो बुढो मान्छे रहेछ, स्कुटरमा कुदिरहेको थियो। नेपालमा भएको लागि यत्रो मान्छे भेला भएर हान भएर मुख छाडाछाड भएर हुन्थ्यो है। हेर्नु न कस्तो शान्त छ, हेर्नु न गाडी ठ्याक्क उभाइदिइरहेछ होइन। त्यो बुढो त्यहाँ पर्खेर बसिरहेछ। ऊ यहाँनिर भएको पब्लिकले रिपोर्ट गरिदिइसक्यो पुलिसलाई, पुलिस आउँदैछ होइन। कस्तो शान्त तरिकाले ह्यान्डल गर्छ क्या यिनीहरूले। दुइटै मिलिसकिसक्यो पुरा। पुलिस बोलाएको छु भनेर ऊ पुलिस पनि आइसकिसक्यो। पुलिस त आयो, उनीहरू त मिलिसक्यो। फेरि मलाई पक्रेर लग्ला यार। अहिले म भिडियो बनाउँदैछु यहाँनिर। कोरियामा हुनुहुन्छ भने चाहिँ यो आइसो भन्ने चाहिँ मार्केट हुन्छ होइन, सपिङ मल एकदम फेमस क्या कोरियामा। यस्तो सस्तो हुन्छ है यहाँनिर। उतातिर चाहिँ अब 10,000 वon जति पर्ने सामानहरू चाहिँ यहाँनिर चाहिँ 5,000 वनमा दिन्छ क्या। त्यस्तो हुन्छ क्या। यहाँ चाहिँ मोस्ट आउनुपर्ने के कारण हो भन्दाखेरि चाहिँ साथीहरू, नकिने पनि नि घुम्नु मजा आउँछ क्या। सकिङ भइन्छ क्या, कति सस्तोमा पाएको होला, के कारणले होला। यसरी ट्राभल गर्दाखेरि मोबाइलमा पछाडिपट्टि यसरी ठ्याक्क लगायो भने चाहिँ टाँसिन्छ क्या, हेर्नु देखिन्छ कि देखिँदैन भन्छ नि। यसरी बाहिरतिर हिँड्दाखेरि कार्ड बोक्नु पनि सजिलो हुने रहेछ। यो लोटे मार्ट भन्ने छ हो, यहाँनिर गयो भने चाहिँ फेरि महँगो हुन्छ क्या। यही सामान जुन सामान मैले अहिले किनेको छु जति पैसामा, त्यसको त्यहाँनिर डबलै हुन्छ क्या। के भएर हो दाइसो सस्तो भएको। कोरियामा हुन्छ नि चाहिँ चलिरहेको मार्केटहरू भनेको चाहिँ ई मार्केट होइन, लोटे मार्ट भयो, अनि दाइसो भयो, अनि हानारा मार्ट चाहिँ छुटाउनै हुँदैन क्या। ओ यहाँनिर पनि दाइसोको इन्ट्री भइसकेको रहेछ हेर्नु। अब दाइसो उता मात्रै होइन, यहाँनिर पनि त्यहाँ पनि पर पनि 3वटा भइसकेको छ यो खिन्चन एरियामै। यहाँ पनि घुम्नु जाउँ न है, कस्तो रहेछ दाइसो। केटाकेटीको लागि लाइक हुन्छ नि यस्तो खेल्नेहरू बनाइदिएको छ है। बा म चाहिँ अलवेज मिस गर्छु क्या मेरो पुपुलाई, मेरो छोरीलाई। हेर्नु न, पैसा तिर्ने अनि केटाकेटीलाई खेलाउने। मार्केटभित्र यस्तै बनाएर राखिदिएको छ। हेर्नु न साथीहरू, फेक वान लगाएर चाहिँ होइन कल गर्नु मिल्दो रहेछ होइन। चाडबाट चाहिँ अहिले चाहिँ रहेन रहेछ। साथीहरू म चाहिँ घुमेर पनि आइसकिसकेँ हो। कति राम्रो फुल, जता पनि यार राम्रो मात्रै भन्नुभन्दा केही छैन। राम्रो राम्रो, यता हेर राम्रो, उता हेर राम्रो। अवलोकन गर्ने चिजहरू यति धेरै छ है यो ठाउँमा चाहिँ। आमामा यति धेरै शान्त। म मात्रै बोलिरहेको छु प्याटर यहाँनिर, कोही छैन अरू बोलेको। हेर्नु न कस्तो शान्त है। बाटोमा स्ट्रिटमा बेचिरहेको एउटा आमा हुनुहुन्छ, म सधैँ देखिराख्ने। मलाई कस्तो माया लाग्छ। अनि उहाँसँग चाहिँ मलाई चाहिँ यो बर्गर खानु मन लागेको छ क्या गफ गर्दै आजको अन्तिम टास्क हो यो। यो कम्प्लिट हुन्छ कि हुँदैन, उहाँ हुनुहुन्छ कि छैन। अब उहाँ हुनुहुन्थ्यो भने उहाँसँग बसेर खाने होइन। त्यही नै हो। अब बस कुर्छु अनि त्यस पछाडि त्यहाँ जान्छु अनि तपाईँहरूसँग उहाँहरूसँग कुरा गरेको म तपाईँहरूलाई सेयर गर्छु, देखाउँछु है त। कस्तो गिदी भइदियो क्या। यहाँनिर एउटा बोजू हुन्थ्यो, 3वटा बोजू छ त। हो कसलाई दिनु यो, मैले त 2टा मात्रै किनेर आएँ त। 안녕하세요 이모님. 밥 안 먹었어요? 먹었어요. 드세요. 안 좋아요? 우리 만지가 다 가디나 혼자 다니려고. 저 외국인 사람이요. 저 네팔에서 왔습니다. 한국에 놀러 왔어요. 놀러 왔어. 네. 얼마요, 예? 3,000원. 3,000원이에 4주요? 오.
3000만 त्यतिरो दिनुहुन्छ अरे 삼천원만. 어머니 집 어디요? 멀어요? 어떻게 왔어요? 차 타고 왔어요? 어머니 너무 예쁘시네요. 예쁘다. 나이가 어떻게 됐습니다? 96. 96이요? 만나서 반갑습니다. 우리나라에 96까지는 못 살아요. 못 살아요. 나도 60이 되면 죽어요. 우와 신기하다 진짜. 신기해요. 원래 이렇게 맛있는 거 드셔가지고 좋은 거 드셔가지고 오래까지 사시는 거잖아요, 그렇죠? 맞잖아요. ल हेर है म 96 वर्षको बोजू बजारमा बसेर हेर्नु साग बेचेर बसिराख्नु भएको छ सिक्नुपर्छ है उहाँहरूबाट केही 좋아요 건강하지요. 건강 이거 댕긴 게 예, 누웠으면 죽을라대. 그렇지요. 지금 누웠으려면 일찍 죽을라대는데. 그리고 아들 딸 있지요. 아들 5, 딸 3. 오 할라. 이모님 어? 원래 우리 네팔 사람들이 원래 할머니 할아버지 있잖아요. 원래 우리나라에 그렇게 했거든요. 요즘은 2개만 하잖아요. 한 개, 2개. 그래도 엄청 건강하시고 건강하게. 8वटा चाहिँ 3वटा चाहिँ छोरी अनि 5वटा चाहिँ छोरा छ अरे चाहिँ उहाँको आम्मा पहिलाको जमानाको हुँदो रहेछ 96 इयर्सको बोजू बजारमा आएर चाहिँ ट्याक्क स्ट्रिट बजारमा आएर चाहिँ बेच्दै बसिराख्नु भएको छ वा यसरी गर्नुपर्छ है साथी हो खनगाङ बस्नुपर्छ धेरै राम्रो खानुपर्छ यस्तो सागहरू खानुपर्छ 한국말도 잘 알아듣고 감사합니다 알아들어요 한국말도 잘 알아듣고 주세요 10,000원 거 주세요 10,000원 거 이거 짜줄까? 10,000원 거 주세요 10,000원 거 아이고 96까지 살고 계시는데 어머님한테 사야죠 오래 살아요 내가 나도 이렇게 먹고 오래까지 살고 싶어요 이래 오래 사는 사람 이래 살고 ल साथीहरू अब यहाँ 96 वर्षको बोजूसँग मैले सामान किनेँ ल 오래 살아요. 네 감사합니다 건강하게 살아야죠 어머니처럼 건강하게 살아야 되는데 ल है साथीहरू 96 इयर्स ओल्ड 8वटा नानीहरू 3वटा छोरी 5वटा छोरा उहाँ चाहिँ यहाँ स्ट्रिट बजारमा यसरी बेच्नु हुँदैछ एकदम खनगाङ भनेको चाहिँ हेल्थली चाहिँ एकदम राम्रो भएर अनि त पनि हेल्दी धेरै राम्रो हो है भन्दैछ मैले चाहिँ 10,000 वनको उहाँ बोजूको सागहरू उठाइदिँदैछु मैले चाहिँ होइन किनिदिएको नि होइन बोजू बसिरहेछ चिसो पनि छ घाम पनि लागिरहेछ घरमा बसिरहेको भने छिट्टो मरिन्छ अरे त्यही भएर यसरी काम गर्न आउनुभएको गरे सिकौँ है त्यो बोजूले मेरो खाइदिनु भएन होइन अब यहाँनिर यो नखाएपछि चाहिँ अब के गर्नु पर्यो त होइन अब म लगेरै जान्छु नत्र उहाँ बोजूलाई दिन्छु उहाँ अर्को बोजू पनि हुनुहुन्छ अनि अब यस्तै हो साथीहरू भिडियो भनेको होइन अनि यो चाहिँ मेरो एकदमै कोरियाको यस्तै चिजहरू चाहिँ अब बिस्तारै हाल्दै गर्छु यतिको बोल्ने कन्फिडेन्टहरू आइरहेको छ होइन मलाई यतिको बोल्ने कन्फिडेन्टहरू आउँदाखेरि चाहिँ अब मलाई अझै धेरै गर्ने कोसिस गर्नु मन लागिरहेको छ सो साथीहरू तपाईँहरूको पनि साथ सपोर्ट चाहिन्छ साथ सपोर्ट गर्नु होला अनि तपाईँहरूले अवश्य पनि मलाई चाहिँ कमेन्ट चाहिँ राखिदिनु होला तल कमेन्ट गरिदिनु होला ताकि मैले हरेक चिजहरू सिक्नु सकि तपाईँहरूको राय सुनेर मैले चाहिँ केही अगाडि बढ्न सकौँ होइन तपाईँहरूले त्यो गरिदिनु होला है त देख्नुभयो यहाँ स्ट्रिटमा यसरी बेचिरहेछ है धेरै धेरै धन्यवाद सी यू इन द नेक्स्ट भिडियो गाइज बाई बाई इमोनिम 안녕하세요 해주세요 바이바이 안녕